सीताराम। अहिले हामी चाहिँ हाम्रो वीर शहीद सबिन महर्जन दादाको घरमा छु। उहाँको आत्मालाई भगवानले आशीर्वाद दिउन्, उहाँको घर परिवारमा सबैको मंगलमय होस् भनेर भगवानसँग प्रार्थना गर्छु। अनि नेपालका सम्पूर्ण जति पनि राष्ट्रप्रेमी अनि धर्मप्रेमी हुनुहुन्छ, जुन हाम्रो एउटा वीर शहीद हामीले गुमाएको छौं, उहाँको केही गल्ती थिएन। एउटा बाटोमा बसेको मान्छेलाई जुन तरिकाले हाम्रो यो सरकारले जुन गोली हानेको छ, त्यसको विरोध हामी सबैले गर्नुपर्छ। आज उहाँ हुनुहुन्छ भने भोलि म पनि हुन सक्छु, मलाई पनि मार्न सक्छ। त्यही भएर भन्न चाहन्छु, आज हामी आर्थिक सहयोग लिएर आएको। त्यही भएर तपाईहरुलाई भन्न चाहन्छु, सबैजना नेपालको जनताहरू, नेपालको जनसमुदायहरू हामी मिलेर उहाँको लागि लड्नु पर्यो, भिड्नु पर्यो। नत्र आज उहाँ हुनुहुन्छ भने भोलि म हुन्छु, पर्सि तपाई हुनुहुन्छ। यो देशमा त्यही नै हुन्छ। चोरहरू, भ्रष्टाचारीहरू लुट्नेसम्म लुट्छ। हुन्छ नि, फरक पार्टी, फरक झण्डा, देश लुट्ने एउटै फण्डा छ कि हाम्रो देशमा। पार्टीहरू भिन्न भिन्न हुन्छ, तर मर्ने भनेको हामी नै हो के। त्यही भएर हामी उहाँको लागि देशको हरेक कोणाबाट हामी चाहिँ हिन्दू सम्राट सेना, हामी आजदेखि नै 2-3 दिन पहिलादेखि नै हामी लडाई लडिरहेछौँ तराईबाट। अब पालो तपाईको, अब तपाई उहाँको लागि आवाज उठाउनुहोस् भनेर विनम्र बिन्ती गर्न चाहन्छु। जय श्री सीताराम। अनि उहाँ दिदीले केही भन्नुहुन्छ? भिडियो तरिकाले हामी आउँछौँ। कतिजनाले ठोक्छ? उहाँले एउटै कुरा भन्नुभयो हाम्रो जगबहादुर गुरुङ बाले, कि हामी सबैजनाले समात्नु पर्छ, कि गोली हान्नु पर्छ, कि हामीलाई देश निकाला गरिदियोस्, कि नत्र न्याय मिल्नु पर्यो। उहाँको त गल्ती थिएन। एउटा बसेको मान्छेले गोली हान्नु भनेको त सरासर गल्ती हो नि। कि न प्रदर्शनकारीले ढुङ्गा फ्यालेछ, न केही फ्यालेको छ, माथिबाट आँसु ग्यास फ्यालेको छ। आँसु ग्यास फेरि पुरै 2008 मा कति एक्सपायरी, हामीलाई त अहिलेसम्म आँखा पोलिरहेको छ। के भने भित्री चाहिँ त्यही हामी त्यही हो। दिदी, अब हजुर आफ्नो भाइ सम्झेर हामीसँग केही गल्ती भयो भने माफ गर्नु होला। अनि हामी चाहिँ आफ्नो तर्फबाट लागिरहेछौँ। अनि उहाँबाट समितिबाट पनि उहाँले भन्नुभयो कि तपाईको लागि जे पनि गर्न तयार छ हाम्रो समिति। हाम्रो भलै हाम्रो कमान्डर उहाँ चाहिँ, अब उहाँलाई यस्तो थियो कि उहाँको अवस्था हल्का नाजुक भएर उहाँ त्यहाँबाट जानुभएको छ। क्यान्सर पेसेन्ट दुर्गा प्रसाद हुनुहुन्छ। अनि आँसु ग्यासबाट उहाँलाई हल्का भनक आयो। तपाईले भिडियो देख्नुभयो होला, माथि सुटर। अनि त्यही भएर उहाँ चाहिँ जानुभएको छैन, कतै यही हुनुहुन्छ। तर तपाईको लागि लडाई लड्न सबैजना तयार छ। त्यति म भन्छु। दिदी, म अब निस्किन्छु। हामी चाहिँ अब जानुपर्छ, हामीले जनकपुर फेरि आउँछु। हाम्रो नम्बरमा कल गर्नु होला, के भयो भने हामीलाई सम्झिनु होला। एउटा भाइ सम्झेर दिनु होला। यो होइन कि यो सहयोग होइन, तपाईको भाइ नै हो हामी। अब मलाई भाइ सम्झिनु होला है। तपाईको घर परिवारकै मान्छे भयो। कुनै पनि अवस्थाको बेलामा मलाई खोज्नु होला, म आउँछु दिदी। म यति मात्रै भन्छु कि हामी झुटो बोल्ने मान्छे होइन, झुटो प्रोत्साहन दिने मान्छे होइन। लड्छु, मलाई जति औकात छ हामी गर्छु। तराईमा जे गर्नुपर्छ भने मेसेज नजाओस् भन्ने कुरो भोलि त हुन्छ नि। अब तपाईँको हिन्दू सम्राट सेनाले कीर्तिपुरको कार्यक्रममा शहादत प्राप्त गर्नुभएका सबिन महर्जनको परिवारलाई आज उहाँकै घरमा चाहिँ गएर रु 10,000 सहयोग गर्ने, अथवा हामीले नेपालीमा यसलाई भेटी भन्छ, भेटी मान भन्ने भन्छ। भेटी मान चाहिँ दिन जाँदै हुनुहुन्छ। यसरी चाहिँ सबैबाट शीत उभाएर घैला भर्ने भन्ने काम छ। त्यसै गरी अब सबिन महर्जनको दिवंगत आत्माको चिर शान्ति होस् र उहाँहरू चाहिँ गएर अझै कीर्तिपुरमा उहाँको परिवारले भेटी चढाउनु हुनेछ। म फेरि दोहोऱ्याएर भन्छु, सर्लाही, नेपालको सर्लाहीमा
अवस्थित हिन्दू सम्राट सेना नेपालमा धर्मको स्थापना होस्, राज्यको स्थापना होस्, नेपालको राष्ट्र जोगियोस्, राष्ट्रियताको भावना उद्बोधन होस् भनेर गठन भएको जुन समिति हो हिन्दू सम्राट सेनाले हाम्रो सबिन महर्जनजीलाई आज कीर्तिपुरमा उहाँकै घरमा गएर रु 10,000 रुपियाँ भेटी चढाउनु भएको छ। यो हिन्दू सम्राट सेना